वेलकम गाइज रैथाने खाजा महोत्सव 2082 बिपी मार्गमा अहिले सञ्चालन भइरहेको छ र आज हामी त्यहाँ आएका छौँ। यो रैथाने खाजा महोत्सव 2082 चाहिँ हाम्रो बगरको महान चाड मिनाम सारलेस 5019 र माघे सङ्क्रान्ति 2082 को अवसरमा यो रैथाने खाना महोत्सवहरू चाहिँ आयोजना गर्न गइरहेका छौँ। सम्पूर्ण महानुभावहरूले आफ्नो सन्ततिलाई रैथाने खानाको महत्त्व, यसको उत्पत्ति, यसको बनावट, यसको बनाउने तरिकादेखि लिएर हरेक कुरा चाहिँ यहाँ देखाउन ल्याउनु होला। हामीले मिलाएर आउँदैन? हजुर हामीले मिलाएर आउँदैन? कतिजना हुनुहुन्छ? दुईजना यो चाहिँ कुखुराको खुट्टा हो? हजुर हो दिदी? लिम्बूको मेन खाना सुन। लिम्बूको मेन खाना भनेको यहाँ छ चाम्रेहरू होइन, गुन्द्रुकको अचार छ, अनि सेर्गेम आन्द्राहरू छ, अनि आलुको यो तरकारी छ, आलुको तरकारी, यहाँ झ्याउ छ, अनि तरुलहरू, रोटीहरू। झ्याउ खाने? हजुर यहाँ चाहिँ के बनाउनुहुन्छ? यो चाहिँ नेपाल तामाङ खदुङ सङ्घ घेदुङ। यहाँ चाहिँ के पाइन्छ? घेदुङ सङ्घ घदुङ होइन भाइ, ए हजुर घेदुङ सङ्घ। घेदुङ सङ्घ। यो फिलिङ्गेको अचार, बाबरको रोटी। यो चाहिँ स्पेसल के हो? त्यो त उहाँहरूलाई आइरा सगुन। तिम्रो लाग्यो भनेर राखिदिएको त चाहिँ। यो चाहिँ छ्याङ, खाप्सी र आलु। यसको नाम चाहिँ के हो? खाप्सी आलुमै हो। तपाईँहरूले चाहिँ के बेच्नु भएको कि खानु भएको? ए प्रतिमा ढाका उद्योग। यो चाहिँ एन्जलको साथी। यो के हो? छ्याङ हो? छ्याङ्गु छ्याङ्गु भन्छ। यो चाहिँ के हो? यस्तो यो चाहिँ कुन अरे? तमु तामाङको हो? तामाङ होइन, गुरुङको भाइ। ए गुरुङको हो? भगवान जानेको भाइ। विशेष भेडाको मासु हुन्छ भाइ, यहाँ आएर खाइदिनु न। कसलाई झिक्दिनु? I don't know. त्यसो भए एकछिनमा आउँछौँ ल। एकछिनमा तामाङको स्पेसल होइन? मेरो के हो यहाँ? के लागिरहेछ अरे? के लागिरहेछ अरे यहाँ? खानेकुराको महोत्सव महोत्सव रैथाने सक्यो है। म माछे कोदोको मोमो